हेलो साथी नमस्ते के गरिनुहुन्छ हाम्रो त यता प्याज गोड्ने बेला भएको छ हामीले प्याज गोड्न लागेको छु है तपाईहरुकोतिर पनि भइसक्यो होला नि प्याज गोड्ने कस्तो गरेर गोड्नुहुन्छ हामी पनि हेर्न पाऊँ है साथी हो ल मैले प्याज गरे आज मैले एकदमै ढिलो छरे थिए नि त त्यही भएर मेरो सानो सानो भएको छ प्याज मैले यसो गरेर खनेको चाहिँ कारण के हो भनेपछि अगाडि खन्ने गरेपछि पछाडी जुन हामीले खनेको भाग हुन्छ नि त्यो नठिच्चियोस् प्याज नमरोस् भनेर मैले अगाडिबाट खन्डे आएको छु के त्यही भएर के खने यस्तो उल्टो भन्नुभयो होला तपाईहरुले तर यसरी खने पछाडी थिच्चिन्न बुट्टाहरु राम्रो हुन्छ खनेको ठाउँ ठेल्लिन्न त्यही भएर है साथी हो तपाईहरुले कसरी खन्नुहुन्छ मैले त यसरी खने है अरु के छ त हजुरको अनि ठिकै होला है मेरो सानो बारी छ त्यसमा मैले आज यसो गोरमेल गरेर प्याजले राम्रो गराम भनेर लागेको छु है साथी हो मेरो भिडियो मन परेमा लाइक शेयर कमेन्ट गरिदिनु होला अनि फलो गरिदिनु होला है त साथीहरु बाइ बाइ नमस्ते।